फेरि पनि म यो क्विक सल्युसन सर्भिसेसबाट आज चाहिँ अघिदेखि हिजोको भिडियोमा देखिहाल्नुभयो मैले एक जग्गामा वाइफाईको सेटअप लाउँदै थियो र त्यही जग्गामा एउटा क्यामेरा पनि लाउनु पर्ने थियो। अन्त यो चाहिँ हो तपाईँको सिपी प्लसको क्यामेरा 43Q। यो चाहिँ 360 डिग्रीको क्यामेरा हो र यो म अनबक्सिङ गरिसकेँ। र यो क्यामेरा हेर्न सक्नुहुन्छ गोलो हैन। यसमा चाहिँ कुनै प्रकारको तपाईँको एक्स्ट्रा डिभिआर एक्स्ट्रा वायरहरू केही पनि पर्दैन। यो चाहिँ वाइफाईसँग चल्ने क्यामेरा हो। देख्न सक्नुहुन्छ यो सिपी प्लसको क्यामेरा हो। यो चाहिँ मोडल तपाईँको 43Q भनौँ न। अनि अहिले फिलहाल चाहिँ मलाई यसलाई माउन्टिङ गर्नु छ। अनि यो चाहिँ हाम्रो केटाहरू हल्का मस्ती गर्दै अनि काम पनि गर्दै देख्न सक्नुहुन्छ। यो चाहिँ एउटा पिभिसीमा पहिला वाल माउन्ट गरिहाल्ने, त्यसको बादमा चाहिँ हामी फाइनल माथि उठाउनेछौँ। यो चाहिँ खासमा प्रोग्राममा हुनको कारणले गर्दा हामीले यसरी बसाएको र यसको सायद फुल रिभ्यू पनि छैन होला। अनि यसमा चाहिँ मेमोरी लाग्छ, हार्ड डिस्क एसएसडीहरू लाग्दैन। यो देख्न सक्नुहुन्छ यो 64 जिबीको मेमोरी हो। अनि यो चाहिँ अहिले टेम्पररी हामीले यसमा इनबिल्ड गर्नु आँटेको छौँ, खालि देखाउनुलाई कि यो मेमोरी लाग्दो रहेछ भनेर। अनि यो देख्न सक्नुहुन्छ मेमोरी लाउने जग्गा हो। यसको छेउमा चाहिँ अझै एउटा बटन हुन्छ जो चाहिँ रिसेटको लागि हो। अब बाई डिफल्ट सेटअपमा केही गडबडी भयो भने चाहिँ तपाईँले त्यसलाई नै निकालेर रिसेट पनि गर्न सक्नुहुन्छ। र मेमोरी पनि तपाईँको लाउनु लगाउनु एकदम इजी छ, इजी टु इन्स्टल हो यो चाहिँ हो। देख्न सक्नुहुन्छ मेरो अब क्यामेरा रेडी भएको छ माथि उठाउनलाई। र यो चाहिँ नर्मली अब हिजो मैले एउटा भिडियो हालेको थिएँ जसमा चाहिँ राति प्रोग्राम थियो, त्यसमै चाहिँ मैले एउटा क्यामेराको पनि रिभ्यू र यसमा एउटा एप इन्स्टल गर्नुपर्छ जसको चाहिँ नाम इजी क्याम प्लस सिपी प्लसको एउटा प्ले स्टोरमा गएर पाउन सक्नुहुन्छ। र यसमा त मेरो अलरेडी एकाउन्ट छ, नहुनेले चाहिँ त्यहाँ आफ्नो मेल आइडी गरेर क्रिएट एकाउन्ट गर्नुपर्छ अनि साइन इन गर्नुपर्छ। पहिला सुरु तपाईँको मेल आइडी र पासवर्ड दिनुपर्छ। त्यसमा आफूले मेल आइडी दिएर कुनै पनि एउटा पासवर्ड दिँदा भइहाल्छ। र सेटिङ्सहरू नर्मली। अन्त यो चाहिँ एउटा स्क्यानर क्रिएट हुन्छ, सबै कुरो कम्प्लिट भएपछि एउटा स्क्यानर क्रिएट हुन्छ। त्यसमा चाहिँ तपाईँले क्यामेराको छेउमा लगेर स्क्यान गरेर देखाउनुपर्छ। यो चाहिँ यसको रिभ्यू हो, हेर्नु देख्न सक्नुहुन्छ। यसको डिस्प्ले चाहिँ यस्तो हुन्छ। अब यसलाई रोटेट भनौँ न, जुम गरेर पनि हेर्दा हुन्छ, रोटेट गरेर पनि हेर्दा हुन्छ। स्क्रिनमा देख्न सक्नुहुन्छ कति क्ल्यारिटी छ। यो डिस्प्लेसम्म मेरो एन्डिङ हो। यसको बादको फुल भिडियो र तपाईँहरूले मेरो युट्युब च्यानल र फेसबुकको पेजमा फलो गरेर हेर्न सक्नुहुन्छ।